फुलहरू हेर्नुहोस्, स्नेक प्लान्ट, यो मनी प्लान्ट, यो पनि अर्को खालको मनी प्लान्ट हो। अनि यो चाहिँ हो कुबेराक्सी, मैले रोपेको। यसलाई के भन्छ भने हेर्नु मेरो फुलहरू, यो रोजको फुल हो। यसमा पुरै किराले खाइसकेछ यसको पातहरू। यो चाहिँ के फुल हो हेर्नु, पातहरू हेर्नु त्यसको कति सानो सानो टिका जस्तै फुल फुल्दछ है। मनपर्ने यो चाहिँ अहिले यसको एउटा मात्रै कलर यहाँ छ। यसको चाहिँ रातो छ, एकदम डार्क रातो, आधा छैन फुल यसमा। एउटा चाहिँ सानो पिङ्की फुलहरूको हालत हेर्नु, किरा लागेर किराले खाएर केही हुन दिन्न। यो पर्पल हार्ट हो, पर्पल हार्ट पनि जङ्गलै हुँदो रहेछ। मैले सबै भाँचेर फालिदिइसकेँ, राखिन म त खासै मन परेन मलाई चाहिँ यो। यो मैले अन्डा खोस्टा राखेकी छु, यसलाई कुटेर यसैको माटोमा दबाई दिन पर्दो रहेछ र अलि फुल राम्रो फुल्छ, नभए यत्रो फुल्छ, यत्रो योभन्दा पनि सानो फुल्छ। यो त अलि ठुलो पो छ त, योभन्दा पनि सानो फुल्छ त्यो गुलाबको फुल त। के भएको, मल नपुगेर हो कि जल नपुगेर हो कि केही बुझ्दै सकिनँ। त्यही माथि हेर्नु नि, के किराहरू के यो यस्तो किरा हुन्छ नि, पातलाई बेरेर भित्र यसको भित्र उतो बनाएर बस्दो रहेछ किराहरू। यो मैले एउटा के फुल भनेर लिएकी थिएँ दिदीको छोरोको घरदेखि, खोइ ठाउँ नभएर कि नबढेको। यो चाहिँ उताबाट भरत कम्पनीबाट लिएको। यो चाहिँ खालि के भन्छ यसलाई, यो चाहिँ मतलब सिनारी मात्रै हो, फुल होइन। त्यही पनि यहाँनिर राखिरहेको छु। यो चाहिँ बोगनबेलियाको फुल हो। यसलाई ठुलो ठाउँ चाहिन्छ। अब आफूले सानो पटमा रोपेको के हुन्थ्यो के हुँदैन कोही खासै थाहा भएन। अब चाहिँ यहाँ पनि छ, सबै किराले पात खाइदिएर केही रहन दिएको छैन। किराहरू पनि के साह्रो के किरा लाग्छ। खोइ यो चाहिँ के हो कुनि, देख्न चाहिँ ज्यादा राम्रो हुँदो रहेछ।